तर म त पानी आयो यस्तै ठिक लाग्छ हौ लुगा लाउँदा र उयो गर्दा नि हुने हो कति गरममा छैन लाएको लुगा कहाँ गला ठ्याङ्गो जस्तो हुन्छ नि भरे अघि म टिसाउँदै त खल खल पसिँदै छै भएको ज्याकेट कहाँ फ्याँक्नु जस्तो भएको भरेतिर फेरि है अन्त यहाँ जान्छ आउँदा चाहिँ त्यति भएको पहिला मान्छे रेडियो सुन्नु पाउँदैन कस्तो हुन्थ्यो है त्यो मन बगानहरूले खेल्थेन हो नि रेडियोमै सन्तोक गर्नु पर्छ रेडियोमा अब एक घडी हेर्दै हो नि अन्त मान्छेलाई कहिले सक्सेस छैन अब पहिला यही लाइनमा हामीले कमान्डर चलायो हो कस्तो कम्फर्टेबल छ भने अहिले म्याक्स आइसक्यो टाइटै भयो टाइटै भयो अस्ति एकजना दिदीलाई त भनेको नि अब कम्पनीले नि सोचेर यत्रो गाडी निकाल्यो भएन बसै ल्याउनु पऱ्यो भनेको नि हो नि है मान्छेलाई फेरि ठुलो गाडीमा ढिलो ढिलो पुग्छ सानो गाडी चाहियो सानो गाडीमा पनि भएन अहिले सिलगढी जाँदा क्या अन्त सानो गाडी ठुलो गाडी परमा पुग्छ हो बराबरै पुग्छ उनीहरूलाई बमिट आउँछ अरे थेचार्छ अरे अब खानदानी मान्छे गर्छ नि सानोतिनो मान्छे हामीलाई म त त्यस्तो मान्छे छ भने त नि बोल्दा नि बोल्दैन हो त कुरा नि भरे झन् रोटीमा चाहिँ पैसा पनि छैन है हो नि विशेष हाम्रो केटीहरू क्या छोरी चेलीहरू याद गरेको छ अन्त त्यो माथि गान्तोक स्ट्यान्डमै नि कि माथि छ त्यो कहिले स्कुल हो हिजो म त्यसो टोइलेट गरेर निक्लेँ कि सिक्रेट चाहिँ बाहिरबाट किनेर आउँदा तिमीलाई नै उयो गर्छु भनेर भनेको रहेछ सिक्रेट चाहिँ बाहिरबाट किनेर आउँदो रहेछ भाबीलाई मचिस मारेर स्वातै भित्र बस्यो हो दुईजना केटीहरू अन्त मैले